नेपाली जनताको सामु छ भन्ने कुरा नबिर्सनको निम्ति म सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु। र दोस्रो कुरा, आज कति सम्पत्ति शुद्धिकरणको नाममा केही मान्छेहरूलाई गिरफ्तार गरेको छ। हामी यसको कुनै विरोध गर्न चाहन्नौँ, तर म उहाँलाई चुनौती दिन चाहन्छु। बालेन्द्र सरकार, त्यो पार्टीको तिमी वरिष्ठ नेता छौ, तिम्रो पार्टीको सभापतिमाथि लागेको सम्पत्ति शुद्धिकरणको मुद्दा के हुन्छ? तिमी गिरफ्तार गर्ने हात, त्यो तागत बालेन्द्र सरकारमाथि छ कि छैन हामी सोध्न चाहन्छौँ। यदि छ भने तिमी गिरफ्तार गरेर देखाऊ, होइन भने यो प्रतिशोधको राजनीतिले तिमीलाई कुनै विजय दिने छैन, कुनै जित तिम्रो हुने छैन भन्ने कुरा पनि म आजको यो सरकारलाई भन्न चाहन्छु। र तेस्रो कुरा, 100वटा कामको सूची बनेर आज विभिन्न सञ्चार माध्यममा हामीले देखेका छौँ। त्यो कति भइसकेका कुराहरू, चुनाव गराएको धन्यवाद दिने जस्ता सामान्य कुराहरू सरकारको कुनै कार्यसूची होइन। यही जिल्ला प्रशासन कार्यालय रामेछाप हो, यहाँ टोकन लागू भएको छ कि छैन? यो धेरै पहिलादेखि टोकन लागू भएर हाम्रो जिल्ला प्रशासनले चाहिँ त्यो सेवा सुचार गरिरहेको छ। यो सरकारले के नगर्ला, विदेशकै कामलाई छोराछोरीलाई नेपालमा लिएर आउला, भ्रष्टाचार अन्त्य गर्ला, सुशासन देला, शिक्षा स्वास्थ्य रोजगारी देला भनेको भएका कामहरू र सामान्य कुरा